Hello everyone, good morning from Balaute Bhanjang and welcome back to my channel again. हामी चाहिँ यहाँबाट अब साल्पासम्मको चाहिँ हाम्रो यात्रा सुरु गरेको छौं। बिहानको अहिले 5 बजेको छ। योको मेरो भिडियो यही इन गरेको थिए भने नेक्स्ट भिडियो यहीबाट स्टार्ट गर्दैछु। हिजो चाहिँ हामी ओरालो झरेर बास बसेको छ भने हामी अहिले चाहिँ पुरै उकालो निस्किँदै छौं। तपाईहरु चाहिँ यहाँ साल्पा सिलिचो आउँदै हुनुहुन्छ भने यो मयुमदेखि यता चाहिँ चार्ज गर्ने ठाउँहरु केही पाउँदैन। हजुरले जति सक्दो पावर बैंकहरु चाहिँ लिएर आउनु भयो भने धेरै राम्रो हुनेछ। यहाँ ब्याट्री बचाउँदा भोलि सिलिचो चढ्दाखेरि ब्याट्री नै भएन भने त्यही भएर थोरै मात्र भिडियो लिइरहेको छु। हामी यहाँ ह्याकुले भन्ने ठाउँमा चाहिँ आइपुग्यौं। तर कस्तो चारैतिरबाट हिमालले घेरेको ठाउँ आइपुग्यौं। हामीलाई चारैतिरबाट पुरा हिमालले घेरेको छ। अघि पनि यस्तो एक राउन्ड थियो कि अघि तलबाट देखेको हिमाल त त्यही हो अगाडिको। र यस्तो ब्युटिफुल देखिरहेछ। मेरो विचारमा चाहिँ लौरे डाँडा चाहिँ यो जस्तो लाग्यो। फाइनली हामी 1-1.5 घण्टा पछाडि चाहिँ ह्याकुले डाँडा काटेर यहाँ आइपुग्यौं। हामी उयो पल्लो त्यो गैरा घामले नभिटेको गैरामा बसेको थियौं। बलौटे भन्ज्याङ भन्ने ठाउँ यो चाहिँ रहेको छ ह्याकुले डाँडा रहेछ। सेम ह्याकुलै जस्तो देख्दो रहेछ। अनि अब हामी चढ्नु पर्ने डाँडा चाहिँ यो जस्तै लाग्दैछ मलाई। अब अलिकति यहाँ थोरै पेट पूजा गर्ने ज्याकेट खोल्ने अनि चाहिँ चट्ट अलिकति यहाँ आएर देखाइदिउँ त। यस्तोको पूजा हुँदो रहेछ है साथीहरु लेकतिर जाँदा चाहिँ। खाजा नास्ता पनि सकियो। अब लाग्यौं है त हामी। यतातिर गएर पकड न। भेडाको बच्चा पक्नु त कस्तो अनुभव भइरहेछ? कस्तो मजा भइरहेछ। यो लौरे डाँडा पनि कसरी भयो भन्ने एउटा इतिहासै छ। तर राम्रोसँग थाहा छैन। मैले पनि सुनेको मेरो फुपा मतलब बाजे उहाँहरूले भन्नुहुन्थ्यो। उहाँहरू जति पनि सिलिचोङ साल्पा अब आउँदाखेरि लट्ठी टेक्दै आएर त्यहाँ लट्ठी गाडी राख्नुहुन्थ्यो अरे। अनि अर्को खोइ के पनि भएर यो लट्ठी गाड्ने परम्परा चाहिँ उहाँहरूले सुरु गर्नुभएको अरे। केही चाहिँ छ माथि जस रावा धाप अथवा यो के भन्छ साल्पा पोखरी छेउतिर कोही हुनुहुन्छ भने म थोरै बुझ्ने छु अनि तपाईहरुलाई शेयर गर्नेछु। अब चाहिँ लौरे भिरको पाइला चाहिँ अघि सार्यौं है त हामीले। लौरे डाँडा चाहिँ चढ्दै छौं। कति बेला कट्ने हो कति बेला रावा धाप पुग्ने हो। हल्का भोक पनि लाग्दैछ। मकै चौचौको भरमा हिँड्दैछु। लौरे भिरमा चाहिँ एकदम बामे सर्दैछौं। बामे सर्ने मेरो जनताहरु यहाँ बामे सर्दैछौं हे बल गर्दैछौं। लौरे डाँडाको उकालोले चाहिँ हैरान बनायो है हैरान। ओफ गर्मी भयो ज्याकेट खोल्दिम क्या हो। साथीहरु के भन्छ लौरे हो कि लौरो डाँडा हो। एकदम ठाडो यस्तो उकालो रहेछ नि त हो। यहाँ मेरो दिदी केटा भदै देमाको हालत हेर्नु। यहाँ दिदीको चाहिँ झन् म जान्न होला। बल गर्नुपर्छ है बल गर्नुपर्छ ल।
तर म जसरी भए पनि पुर्याउने छु। हामी पुग्ने छौँ। सुम्निमा पारुहाङ्की सुम्निमा पारुहाङ्की सुम्निमा पारुहाङ्की ल देमा बल गरौँ है। ल ल ल यहाँ भन्दा यति त अब बल गरेकै हो देमाले होइन। अझै पनि बल गर्नुपर्छ। हामीलाई नै यस्तो गाह्रो हुन्छ, बुढाबुढीहरूलाई त के नहोस्। उकालो भने चाहिँ राम यस्तो छ। अनि यता दिदीले नि जान्न होला भन्नुहुन्छ। म जान्न होला जोस बुढेसकालमा भाइरल भएर बुढेसकालमा जोस भाइरल भएर चाहिँ उहाँ स्वर्गवास हुनुभयो। यो उकालो चाहिँ लगभग आधी जति भयो होला। अब कति बेला काट्ने हो। अनि हाम्रो देमा त्यहाँ तल आउनु हुँदैछ। भिड पनि भिड, रिङ्गोडे चल्दो भिड छ। अनि के गर्नु, लौरो भिड अथवा लौरो डाँडा चाहिँ हामी आइपुग्यौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यसरी चाहिँ लौरोहरू चाहिँ यहाँ राख्नु हुँदो रहेछ क्या। यसको रहस्य चाहिँ के हो, यसको बुझ्न पाए धेरै झन् राम्रो हुन्थ्यो। भिड काट्यो, उकालो काट्यो भनेको त कहाँ काटिँदो रहेछ त नि, अझै टन्नै रहेछ है। त्यो पर लौरो राखेको ठाउँ देखेर लौरे डाँडा त काट्यो होला भनेको के को, अझै यो पनि पो काट्नु पर्ने हो क्या हो भगवान्। यो हिँडाइले आज हाम्रो सालपा चाहिँ होइन रावा धाप पनि कोनी कोनी होला है कि कसो दिदी? त्यस्तै छ। म जान्न होला गरिदिनु। म जान्न होला। त्यो लौरो राखेको डाँडादेखि त्यो डाँडा कट्यो होला भने के को, त्यसको झन् 3 बाउ कालो रहेछ यहाँ। यो अब चुचुरे डाँडा चाहिँ आइपुग्यो यो ढुङ्गा। जुन ढुङ्गालाई मैले यहाँ तलबाट हेरेको थिएँ, मैले ठिक यही ढुङ्गामाथि उभिरहेको छु। आज दिनभरि नै लाग्यो है हामीलाई यो भिड कट्नुलाई चाहिँ। अझै विरक्तै लाग्दो छ। ल है अब चाहिँ बल्ल बल्ल तेर्छ आयो। कति पछाडि सास आयो। हजुर कुन चाहिँ? सबसे त्यो माथिको हुन नि सक्छ। जे जति हामी दुःख गरेर त्यो उकालो काटेर आयौँ त्यसको फल चाहिँ यहाँ पछाडि देख्नुहुनेछ। बाटो चाहिँ यहाँ दुईटा रहेछ, एउटा मास्तिर जाने एउटै यता। तर हामी चाहिँ तेर्छै जानुपर्ने रहेछ। हामी पनि थोरै अल्मलिहाल्यौँ, तर यसो म्याप निकालेर हेरेको यतै रहेछ। ल फाइनली हामी चाहिँ रावा ढाप आइपुग्यौँ। हामी चाहिँ अब राउ खोलाको मुहान पुग्दैछौँ। त्यहाँनिर हामी पानी पनि थापेर लग्छौँ। तल बलौटेदेखि यहाँसम्म चाहिँ पानी पाउँदैन। हामीले 4 बोतल त लिएको थियौँ, ठ्याक्कै सक्यो। अब यहाँ तल राउ खोलाको शिर मुहानमा चाहिँ हामी थापेर जान्छौँ। फाइनली हामी चाहिँ रावा खोलाको शिर, रावा खोलाको चाहिँ मुहान आइपुग्यौँ। ल है म चाहिँ रावा खोलाको शिरको, रावा खोलाको मुहानको पानी थाप्दैछु।
मुहान यस्तो रहेको छ नि, मिर्च यस्तो रहेछ हो। रावा खोलाको मुहानदेखि चाहिँ यता के भन्छ दाहिने लाग्नु पर्ने रहेछ बाटो चाहिँ। बास चाहिँ रावा ढाप्ने बस्ने भनेर आएको, तर अलिक छिटो आइपुगेर चाहिँ हामी माथि साल्पा छेउ होमस्टेसम्म नै पुग्ने बल गर्दैछौँ हो। अब हेरौँ कति बजी पुगिन्छ। हामी पुग्दा चाहिँ 8-9 नै बज्छ होला सायद। हाम्रो दिमाग हिँडे चाहिँ फेरि यस्तो छ। अझै पनि हामी बास बस्ने ठाउँमा चाहिँ पुगेको छैनौँ। स्टिल हिँडि नै रहेको छौँ। यो कालो कट्न धेरै मुस्किल भयो हो। अहिले अब कति बज्यो, लगभग हामी 8, साढे 8, 9 बजी चाहिँ पुग्छौँ कि भन्ने आश छ। मेरो मोबाइलमा चार्ज पनि नभएको कारण म हजुरहरूलाई अब एकैचोटि बिहान भेट्नेछु अथवा बिहानको दृश्य देखाउनेछु। गुड मर्निङ साल्पा छेउको होमस्टे। बिहानको दृश्य चाहिँ यस्तो छ। बोल्दा नि सासै गयो। अहिले यहाँ भर्खरै उठेको। आहा मुख नधोएको कति भयो, 3 दिन भयो 2 दिन भयो। आँखाभरि कचेरै कचेरा होला सायद है, तर पनि केही छैन। म अब भराइमाथि साल्पा पुगेर चाहिँ कचेरा सचेरालाई चाहिँ हटाइदिनेछु। हामी चाहिँ यहाँबाट मजाले सनराइज भएको चाहिँ हेरेर चाहिँ अब साल्पातर्फ लाग्दैछौँ। हामी पनि हिजै माथि साल्पा पुगेको भए यति बेला सिलिचुङ डाँडा चढिरहेको हुन्थ्यौँ, तर केही छैन। आज मजाले साल्पा पोखरीमा पूजा गर्ने अनि भोलि बिहानै सिलिचुङ चाहिँ चढ्ने। अहिले चाहिँ हामी यहाँ घाम लागेको ठाउँमा चाहिँ अलिकति चिरी च्याट्टै भएर, चिरी च्याट्टै भन्दा नि कपाल अलिकति मिलायो हो। लिपस्टिक चिपस्टिक लगायो, सनस्क्रिन लगायौँ। मुख नधोए पनि पाछपुछ गरेर। वेब टिस्युहरू चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यहाँ चाहिँ। पानीहरू पनि पाउँदैन, एक त पानी छुनु पनि मन पर्दैन, अनि यसो जिउहरू पनि वेब टिस्युले पुछपाछ गर्ने, फेसहरू पनि, अनि ट्याक्क सफा भएर हिँड्ने, नुहाएको फिल गरेर चाहिँ चट्ट हिँड्ने। यस्तो चाहिँ बाटो बाटोमा पाती चढाउने ठाउँ छ। साल्पा सिलिचुङ चाहिँ राम्रोसँग चाहिँ पुगेर आउनु पाऊँ, घरदेखि जस्तो हिँडेको थियो त्यस्तै सकुशल चाहिँ घर पुग्न पाऊँ भन्दै हामीले चाहिँ यहाँ पाती चढाउँदैछौँ। ल पाती चढाउने। यहाँ आएपछि हामी चाहिँ अलमल्ल पर्यौँ। यहाँ कोही पनि हुनुहुन्न रहेछ। यहाँ बोट चाहिँ दिएको छ। खै यो ठाउँ त हामीले बुझ्नै सकेन। यहाँ के भन्छ होमस्टे त भन्छ, तर कोही मान्छे छैन। कहाँ सिलिचुङ साल्पै चढ्नु गए कि यो बजार लाग्ने ठाउँ हो कि के हो के हो। अब हामी चाहिँ पर साल्पा पोखरीतिरै जान्छौँ। यता नि जानु पर्यो। के छ यत्रै भोटे तालचा लगाएर। ब्रस गर्नुभएको? म त ब्रस पनि गर्दिनँ है, मेरो दाँत हल्लिन्छ चिसोले। बुढी मान्छे भइसक्यो। यस ठाउँमा चाहिँ खाजा पसलहरू, होमस्टेहरू कुनै पनि खुल्ला नभएको कारण हामीसँग यसो बोकेको खाजाहरू खायौँ। अब यहाँबाट चाहिँ फेरि लाग्नुपर्ने हुन्छ गन्तव्यतिर। हिँड्दैमा आइया
मान्छेहरू चाहिँ यहाँ आएर धेरै झुक्किने पनि हुन्छ। यो माथि साल्पा जाने र यो माबु बजार चाहिँ सेम यतै दुइटै फर्काएको छ क्या। अनि मैले अलिकति यस्तो गरिदिएको। अब इन्डिङ डाँडा हो भनेर निस्को, त्यो डाँडा निस्किसक्यो, फेरि अर्को डाँडा आउँछ, फेरि त्यो डाँडा निस्क्यो। अब चाहिँ यो पो होला, सकियो होला भने फेरि अर्को डाँडा आउँछ। भन्छन् नि पाठ पूजा देवी देउरालीले बास गरेको ठाउँ चाहिँ एकदमै अप्ठ्यारो र हामीले त्यहाँ पुज्नु जानु चाहिँ सङ्घर्षै गर्नुपर्छ भन्छन्। हो नै रहेछ ल। यहाँ पर चाहिँ दुईटा बाटो छ, एउटा तलतिर यता मासतिर आउने, मासतिरकै बाटो चाहिँ पक्रिनु पर्ने रहेछ है। हामी पनि एकछिन त्यहाँ कन्फ्युज भएको थियौँ। यहाँ पर दाइहरू हुनुहुँदो रहेछ, मैले सोधेर फिक्स गरिसकेँ, यतै रहेछ। यो घर, यो पुरानो घरदेखि यो जुन चाहिँ ढुङ्गाको वाल लगाएर यहाँ गेट बनाएको छ, बाटो चाहिँ यतै फिक्स हो भनेर चाहिँ भइसक्यो। अब हामी सरासर जानेछौँ। फाइनली हामी चाहिँ साल्पा पोखरी चाहिँ पुग्नै लाग्यौँ र यहाँ बाटोमा चाहिँ हाम्रो के भन्छ किरातीहरूको बिजुवा धामीको यहाँ स्ट्याचु रहेछ। यहाँ दाई भाइहरूले भन्नुभएको यो चाहिँ अब फेरि यहाँ तल साल्पा पोखरी छेउै सार्नको लागि चाहिँ उहाँहरूले धमाधम यहाँ काम गर्दै हुनुहुँदो रहेछ हो। साल्पा पोखरी सिलिचो। अब म एकैचोटि यहाँ तल पोखरीमा पुगेपछि चाहिँ हजुरहरूलाई भेट्ने छु। फाइनली म चाहिँ साल्पा पोखरी आइपुगेको छु। मेरो बाजे पुर्खाहरूले चाहिँ भन्नुहुन्थ्यो हो, म पनि आइपुगेँ। हामी चाहिँ अब थोरै रेडी हुन्छौँ अनि हाम्रो पूजा पाठको सामानहरू पनि रेडी गर्छौँ अनि हजुरहरूलाई म भेट्छु। फाइनली हामी चाहिँ यहाँ रेडी पनि भइसक्यौँ। यहाँ हाम्रो अक्षता फुलपातीहरू पनि रेडी भइसक्यो। अब हामी चाहिँ पूजा गर्छौँ है त। म त अघि गरिसकेको। पर धेरै नहाल्नु नि, फेरि परसम्म एक खण्डसम्म पुऱ्याउनु पर्छ नि। म त पारेकै छुइनँ, खोइ ए बाल्नु न, 3 वटा हुन्छ होला नि त फेरि। आउनुहोस् त, अन्त दुई हामी गरिहाल्नु। ए ल म एक्लै गर्छु। ल साल्पा सिलिचुङले मेरो फ्यामिली लगायत मेरो युट्युब परिवारलाई पनि रक्षा गर्नुहोस्। आँटेको चिताको सबै पुरा होस्। साल्पा पोखरीलाई चाहिँ एक फन्को लगाउँदैछौँ। यहाँ भर्खर आधी मात्र हुँदैछ। साल्पामा चाहिँ यसरी पूजा गर्नुपर्छ भनेर चाहिँ मलाई पनि थाहा थिएन। मलाई चाहिँ के भन्छ आमाले यस्तो यस्तो गरेर गर्नु पूजा भनेर चाहिँ भन्नुभएको थियो। त्यही भएर चाहिँ त्यही तरिकाले गर्दैछु। गर्ने तरिका चाहिँ यही होला सायद, त्यही भएर सबै यो वालहरूमा चाहिँ अक्षता फुलपातीहरू छ। यहाँ हाम्रो दिदी पनि चिटिक्क परेर पूजा गर्दै हुनुहुन्छ। पछि हामी आउनु नसके नि हाम्रो छोराछोरी के कतिले आयो भने यो पक्रेर घन्टी बजाउनु पायो नि त नि। छोराछोरीको लागिसम्म सोचिसक्यो, बिहाइ नगरी। सोच्दा कहाँ पुग्यो त। हामी चाहिँ यहाँ अब पूजा पाठ सकेर पनि अब तल बजार राख्ने ठाउँमा चाहिँ जान्छौँ। यहाँ चाहिँ बनाउनु हुँदै रहेछ जुन चाहिँ हाम्रो बिजुवाको यहाँ पर स्ट्याचु थियो त्यो चाहिँ यहाँ ल्याउनु हुने अरे। त्यो एकदमै मन पर्यो मलाई, किनभने पर अब यहाँ यता घुम्ने ओर्ने पूजा पाठ गर्ने
उताउतै जानु हुँदो रहेछ। के कतिले माथिल्लो बाटो चाहिँ आउनु भयो भने मात्रै उहाँहरूले देख्न सक्नुहुने थियो। तर अब यहीँ ल्याउनु हुने अरे, त्यही भएर चाहिँ पहिला चाहिँ त्यहाँनिर अब मेला बजारहरू लाग्थ्यो अरे नि त, फोहोर भएर चाहिँ यहाँ तल सार्नु भएको रहेछ। जुन त्यो ठाउँ चाहिँ हामी अब खाजा खान जाँदैछौँ। हामी पर अल्मलेको थियौँ नि, जुनै बाटो आउँदाखेरि पनि हुने रहेछ क्या। पहिला यता बजार लाग्थ्यो भने तल्लो बाटो आएको भए अहिले बजार लाग्ने ठाउँबाट चाहिँ आउँथेछौँ। तर ठिकै छ, हामी चाहिँ माथिबाट पनि आयौँ। जुन बिजुवा धामीको मूर्ति थियो त्यो पनि हामीले दर्शन गऱ्यौँ, हेऱ्यौँ। तलको बाटो आएको भए सायद हामी पनि उता जाँदिन थियौँ। ल यति भन्दै एकदमै भोक लागिसक्यो, तल गएर पेट पूजा गर्नुपर्ने हुन्छ। बाई बाई साल्पा पोखरी अनि सिलिचोङ। सिलिचोङ चाहिँ म भोलि बिहानै जानेछु, आउँदैछु म। ठाउँ एकदम शान्त खालको छ क्या। अझ मलाई यहाँको बारेमा राम्रोसँग केही थाहा छैन हो। कस्तो पिस तरिकाले उयो आएको है, उयो होस्। फाइनली हामी चाहिँ माबु बजार चाहिँ आइपुग्यौँ। माबु बजार चाहिँ निकै तल बनाउनु भएको रहेछ। अनि यहाँ तातो पानीहरू खाँदै। ब्याट्री नभएको कारण राम्रोसँग भिडियो इन गर्न पाएन र भोलि हामी बिहानै सिलिचो जाँदैछौँ। सिलिचो गएको भिडियो चाहिँ नेक्स्ट पार्टमा आउनेछ। अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।